यो दृश्य हो कोलपुर नयाँ बस पार्कको, जुन यस भवनमा अहिले सुकुम्बासी बस्तीहरूको लागि होल्डिङ सेन्टरको रूपमा प्रयोग भइरहेको छ। अहिले यो बस पार्कको अवस्था हेर्नुहोस्, यस्तो भएको छ। यहाँ डस्टबिनहरू पनि राखिएको छ, तर त्यो डस्टबिनको प्रयोग भइरहेको छैन। यहाँ फोहोर हेर्न सक्नुहुन्छ। यहाँ यात्रुहरू बस्नको लागि बनाएको ठाउँहरूमा यसरी फोहोर भएको छ। यो नाला छ, यो नालामा यसरी फोहोरहरू फालिएको छ, जबकि यहाँ डस्टबिनहरू पनि राखेको छ, तर सदुपयोग भएको छैन त्यहाँ डस्टबिन। यसरी फोहोरहरू फालिएको छ नालाभित्र। यसै गरी फोहोर बढ्दै गयो भने पछि गएर महामारी फैलिने सक्ने सम्भावना छ। हेर्न सक्नुहुन्छ यसरी। अहिले एकदमै नाजुक अवस्था रहेको छ। यो सम्बन्धित निकायमा छिटोभन्दा छिटो ध्यान जाओस्।